पनि छैन फुर्सद पनि छैन भने जस्तो हेर्नु होइन। मिलभरि यो पिस्ने कल्ला भोरिएर हैरान भएको छ होइन। अनि त्यसपछि 6-7 दिन भयो बत्तीको पावर नभएको। बिहानदेखि 3 किलो यो पिस्या छैन होइन। अनि त्यसपछि हेर्न सक्नुहुन्छ यो धान राखेको यहाँ 4 दिन भयो। अनि बत्तीको भोल्टेज हेर्नु कति छ 156 छ। अझ यो त अझ धेरै यो अहिले चाहिँ होइन दिनभरि 140 135 मात्रै छ। अनि त्यसपछि पङ्खा हेर्नु पङ्खा कसरी घुमेको छ। त्यसपछि यो के भन्ने हो यो होइन। यो बत्तीको पावरको लागि यो 32 केबी नै कुर्नु पर्ने त होइन होला होइन। त्यसपछि अनि गर्मी पनि प्रचण्ड गर्मी छ होइन। त्यसपछि अनि यो 3 दिन अगाडिको बल्ल बल्ल होइन यो कति भन्छ यो 12 किलो पिस्नलाई चाहिँ 3 दिन लाग्यो होइन। 3 किलो पिस्नलाई चाहिँ बिहानदेखि अहिलेसम्म पिस्या छैन है। यति मात्रै बाँकी छ। पिस्दा पिस्दै गएर चाहिँ हेर्न सक्नुहुन्छ यी भित्र रहेको छ। पिस्दा पिस्दै भोल्टेज नभएर मेसिन रोकिने गरिरहेको छ होइन। भोल्टेज यस्तै छ बत्तीको पावर छैन पङ्खा छैन। त्यसपछि